हेलो साथीहरू सबैलाई गुड मर्निङ। हेर्न सक्नुहुन्छ बिहान बिहानैको नजारा 6:30 बजीको घाम हेर कस्तो छ। छिटिन्न ल मलाई पुऱ्याउने फौजी अरे हेर न जाँदैछ। कता छ पहिल्यै जाने भाइले यस्तो नजारा छ। म पनि जाँदैछु टल्लक्कै घाममा ढल्किने किनकि म चाहिँ बस्ती आएको थिएँ दिदीको यहाँ। अब जाँदैछु अलि छिटो हेर्नु है भाइ बच्चाहरू मलाई छोड्नु ओहो पछाडि छ होला पढ्दैछु। मेरो चाहिँ 7:30को गाडी छ 8 बजीतिर बस दोकान पुग्छ। त्यसपछि यस्तो घाम छ नि बिहान बिहान बस्तीहरूतिर हेर्न सक्नुहुन्छ यति मजा मकैहरू छ। मकै निस्किन आँटेको छ यस्तो हेर्न सक्नुहुन्छ। होइन यस्तो छ नि यसलाई मकै भन्छ। यसले चाहिँ नि मैले सानोमा नि त यस्तो पुरा गुडिया खेल्थेँ कि यसको बस्तीमा थिएँ अनि गुडिया पाउँथेन अनि यसको गुडिया भाँचेर अनि पुरा खेल्थ्यो। एउटा बहिनी मेरो दिदीको छोरी बहिनीको छोरा जाँदैछ। काले आएन त्यो त सुतिरहेको थियो कि प्यारा बाख्राको पाठो अल्छी जान्छ। कहाँ त छोड्नु भने मम्मीले मेरो दिदीको छोरी है त्यहाँ नक्कली हँसिन मैले भिडियोमा थिएन। ल अलि स्पिड हिँड्दै गएर चुप्लक्क बसिराख्नु पऱ्यो नि। नेटवर्क छैन यहाँनिर नभनौँ न यत्रो नेटवर्क छैन। मकै बारीमा बक्ती छ। तिमीलाई एउटा साथीहरूलाई एउटा चिज देखाउँछु। हामीले बस्तीमा चाहिँ पहिला नि यसलाई चाहिँ मेहेन्दी भन्थ्यो। यो गाछलाई भन्छ फुल चाहिँ राम्रो फुल्छ कि यहाँ चाहिँ यसलाई पुरा मेहेन्दी भनेर बस्तीमा जेतुको भन्दा कुटेर खान्थ्यो। यसको फुल यसको यस्तो गुटी यस्तोहरू नि त ठुलो हुन्छ कि यो अनि हामीले यसलाई छुँदाखेरि टप्प पड्किन्छ कि यो चाहिँ देखेको छैन होला क्यामेरामा है। यो यस्तो गऱ्यो भने चाहिँ यस्तो हुन्छ कि मुठी मान्छेको मुठी जस्तै हुन्छ यो चाहिँ कि देखाइदिएको छैन घामले गर्दा। साथै हेर्न सक्नुहुन्छ यस्तो हुन्छ मुठी जस्तै देखाइदिएको छैन होला। यस्तो हुन्छ ठुलो भयो भने चाहिँ साह्रो मजा हुन्छ टप पड्किन्छ। यहाँ हेर्न सक्नुहुन्छ यो हो ओइलको गाछ पुरा ओइल पुली लगाएको छ सबै यस्तो कस्तो छैन। अब नानीहरू यहाँ स्कुल जान्छ मेरो नानीहरू 7 बजीतिर स्कुल जान्छ 7 होइन 8 बजीतिर जान्छ। अन्त हेर्नु न अन्त मान्छेहरू यस्तो गरम छ यहाँ बिहान बिहानै गरमले। मैले देखाएको थिएँ नि अघि यहाँ तपाईँहरूलाई फेरि देखाउँछु ल। यो यस्तो हुन्छ कि यो बक्सिङ हुन्छ अन्त चाहिँ यस्तो चाहिँ क्या यो फुल यसमा चाहिँ यस्तो परिकारको फुल लाग्छ कि हेर्नु सक्नुहुन्छ देखाइदिन्छ स्पष्ट है कति कहाँ त छोड्नु भनेको छ नाना खोइ
चिया भेट्यो चियो 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 भेट्यो क्या कसको बारी हो मार्दैन नजा नजा रहेछ कान्छे अरूको पुली हुन्छ होइन कत्रो कत्रो छ है हेर न कस्तो शीतल छ यो जग्गामा चाहिँ फेरि नि यहाँ अबै नै फुल खेलेर पनि यस्तो भएछ यस्तो छ यस्तो गरम छ यहाँ चाहिँ खान्छ साथीहरूले अब चिज हामीले बचपनमा कोलबोट खान्थ्यो कि कोल जङ्गलीको गुटीहरू गुटीवाला कोल यस्तोलाई यो कोल यसलाई हामीले खुब खान्थ्यो जङ्गली कोल भन्छ कि यसको सब्जी पनि खान्छ कोलको यसको चाहिँ फुलको यो चाहिँ गुटी लागिरहेछ यो चाहिँ पाक्यो भने यसरी पटपट कमल फुल जस्तो फुल चाहिँ टप्पै फुट्छ कि पाक्यो भने पटपट फुटेर गुटी गुटी हुन्छ यस्तो मिठो हुन्छ यो कोल यसो नगर्नु भाइ छाता खराब हुन्छ त्यसरी एउटाले त्यो छाता पुरा मल्लाङ बुलुङ गर्दैछ कि सानो छ खोइ हरायो त दिदी खोइ दिदी नाना कति त्यसले चियो भेट्यो होला लिची ए कुकुरधरि मलाई छोड्न आउँछ अहिले काले आएन थुप्रै भेटी क्या मलाई पुग्ने खोइ हेरौँ मलाई चाहिँ कति पुग्छ मलाई पुग्ने के हो अरे अच्छा लैजाऊ घरमा म लान्न लैजानु होइन जबरजस्ती लैजानु भन्छ यति च्याउ मलाई पुग्ने